मात्र तिम्रो नायक हो नि म त मेरो मायाको गहिराई छोड एकदम गहिरो छ मेरो मायाको सतह कुरो के रहेछ नि त्यो लेनदेनमा एउटा केटो समातेर भित्र रहेछ सबै वाक्यमा एकदम उठ्छ कि त्यो भिडियो खिच्दा त्यत्रो पर्छ भन्नु नि मलाई मात्रै सिधा बनाएको सबैले खिचे बाबु आएको एउटा चलाउन एकचोटि छोड एकदम गहिरो छ मेरो मायाको सतह हेर रात छ बाँकी छ बतिँदै साथमा छु पर्दैन हात्दैन जुन तारा सबै साक्षी छ मेरो नजिक आऊ उनीहरूमा बाँधिन सँगै बसी प्लान्स बनाउला के गर्न मन छ फ्युचरमा तिमी रिसाउमा फर्काउला एक ज्यान हामी दुई आत्मा सँगै बसी प्लान्स बनाउला के गर्न मन छ फ्युचरमा म हार्दिक अनुरोध गर्दछु जाडो दिन चिसो दिन बिहान जस्तै भइरहेको छ अहिले भर्खरै गेटभित्र आइदिनु हुन र त्यो हाजिरी कापीमा आफ्नो उपस्थिति बनाइदिनु हुन म अनुरोध गर्दछु यहीँको होला बिहानै छ जस्तो लागेको छ तर 12 बज्न लागिसक्यो त्यसैले मैले यो कार्यक्रमलाई अब सुरुवात गर्न लागिरहेको छु सम्पूर्ण आदरणीय अतिथिज्यू संस्था हाम्रो संस्था यो संस्थाको सञ्चालन गर्ने जिम्मा साथीहरूले मलाई नै दिनुभएको छ त्यसैले म आफैले यो कार्यक्रम सञ्चालन गर्न लागिरहेको छु विगतका दिनहरूमा तपाईँहरूको अगाडि अतिथि बनेर बसेको थिएँ म आज यो कार्यक्रमलाई यो एउटा रजत महोत्सव पनि हो 25 वर्ष बितेछ हाम्रो संस्थाले फड्को मार्न थालेको हाम्रा अग्रजहरूले दुःख सुखका साथ 30 लिटर दुध भरेर सुरु गर्नुभएको यो संस्था आज जेन तेन यो सानो ठाउँ यो सानो गाउँमा आफ्नो अस्तित्व कायम गर्दै यो संस्थालाई निरन्तर अगाडि बढाउन थुप्रा हाम्रा अग्रजहरूले यसलाई मेहनत गर्नुभएको छ त्यो मेहनतको प्रतिफल आज हामी 25औं वर्षबाट 26औं वर्षमा लागिसकेका छौँ त्यसैले आज संस्थाले धेरै हिजो विगतदेखि काम गरेर आउनुभएको आदरणीय मित्रहरूलाई सम्झेको छ बोलाएको छ थुप्रै सङ्घ संस्थाका आदरणीय व्यक्तित्वहरूलाई बोलाएको छ सभासदज्यूहरूलाई बोलाएको छ मेयर साहब उमेर साहबलाई बोलाएको छ र सबै पक्षका मान्छेहरूलाई सम्झेको छ किनकि आज 25 वर्ष पार गरिसकेको छ यो संस्थाले तपाईँहरूलाई थाहा नै छ साह्रै सुक्खा ठाउँ यो यहाँ पनि गाई पाल्छन् र यहाँ पनि दुध निस्किन्छ र पानी पनि इनारबाट थुतेर खानुपर्ने यो ठाउँ यहाँ के को डेरी भन्ने अवस्था थियो हिजो त्यो अवस्थामा हिजो मैले सम्झिनु पर्ने अवस्था थियो बिहानै बजारमा लगेर बेच्ने अवस्था थियो र त्यो अवस्थामा हामीले यहाँ डेरीको सुरुवात गर्नुभयो जम्मा 30 लिटर दुध सङ्कलन भएको थियो पहिलो दिन मलाई याद छ त्यसैले यो संस्थालाई निरन्तर रूपमा यहाँ बढाउनका लागि थुप्रै आदरणीय व्यक्तित्वहरूले मेहनत गर्नुभएको छ त्यो मेहनत गरेको पनि आज 25 वर्ष पुगेछ र आज संस्थाले सम्झेको छ सबैलाई र सबैलाई यहाँ बोलाएको छ सम्मान गर्न लागेको छ यो संस्थाले यो रजत जयन्ती पनि हो त्यसैले यहाँहरू सबै आज अन्तिमसम्म बस्दिनु हुन संस्थाका गतिविधिहरू सुन्न दिनुहुन र भावी दिनमा संस्थाका प्रगति कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमा भाग लिनु म अनुरोध गर्दछु साथै यो अधिवेशनको वर्ष पनि हो यसपालि आजबाट नै हामीले नयाँ एउटा टिम यहाँ बनाउनु छ जुन टिमले यो संस्थालाई यो यथास्थितिबाट अझ अगाडि फड्को मारोस् त्यो हाम्रो तीव्र चाहना छ त्यसैले पनि हामी आज पुरा समय यहाँ बस्नेछौँ आज एक दिनको समय यो संस्थालाई दिनेछौँ म यहाँहरूसँग यही विनम्रतापूर्वक अनुरोध गर्दै आज यो 19औं साधारण सभा तथा 9औं अधिवेशन औपचारिक रूपमा मैले आज यस संस्थाका अध्यक्ष कृषक परोपकार दूध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण खनाललाई यस समारोहको यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु न मैले हार्दिक अनुरोध गर्न चाहन्छु
आदरणीय शेर सदस्य महानुभावहरू, हामीले सबै आदरणीय निर्वाचित व्यक्तित्वहरूलाई बोलाएका थियौँ। सङ्घदेखि प्रदेशसम्म आदरणीय मित्रहरूको कामको व्यस्तता, सङ्घमा सरकार बनाउने चलखेल भइरहेको छ। अहिले आज र भोलिमै त्यहाँ सङ्घीय सरकार बन्दैछ। थुप्रै आदरणीय सांसदज्यूहरू त्यतातिर व्यस्त हुनुहुन्छ। व्यक्तित्व पाएका छौँ जसले हामीले आमन्त्रण गरेका थियौँ। हाम्रा प्रदेश सांसद सुमन, हामी ईश्वर सापकोटा भन्छौँ, हाम्रै गाउँ हाम्रै भाइ, यही हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो छाता सङ्गठन देश, त्यसै गरी विशिष्ट अतिथिको रूपमा 2 नम्बर वडाका वडाध्यक्ष रोहिणी उप्रेतीलाई मैले हार्दिक अनुरोध गर्न चाहेँ आतिथ्यताको लागि सरलाई। मैले यहाँ विकी केन्द्रका आदरणीय डाक्टर साहब चाहेँ, सुशील केसी सर सायद आउनुभएको छैन होला, ज्यू किशोर बगाले, उहाँलाई आसन ग्रहणको लागि मैले हार्दिक अनुरोध गर्न चाहेँ। महानुभावहरू, हामीले करिब 50वटा भन्दा बढी सङ्घ संस्थालाई आमन्त्रण गरेका थियौँ। आज म सबैको यहाँ नाम गर्न चाहन्छु। उहाँका प्रतिनिधि अध्यक्ष तथा संस्थाको तर्फबाट प्रतिनिधित्व गरेर आउनुभएको आदरणीय महानुभावहरू मञ्चमा आइदिनु हुन मैले विनम्रतापूर्वक अनुरोध गर्न चाहेँ। त्यसै गरी मैले वडा नम्बर 1 का वडा अध्यक्ष नवराज भूषाल मैले अनुरोध गर्न चाहेँ। त्यसै गरी वडा नम्बर 3 का वडा अध्यक्ष पूर्णबहादुर गुरुङ, त्यसै गरी वडा नम्बर 4 का वडा अध्यक्ष भेदबहादुर अधिकारी, त्यसै गरी वडा नम्बर 2 कै जनप्रतिनिधि कमला खनाल, त्यसै गरी सानुकाजी बोगटी, त्यसै गरी काशीराम दराई, त्यसै गरी मिना सुनारलाई मैले आसन ग्रहणको लागि अनुरोध गर्न चाहेँ। त्यसै गरी पशु सेवा केन्द्र खैरेनीका प्रमुख रुद्र कुमार श्रेष्ठलाई मैले आसन ग्रहणको लागि अनुरोध गर्न चाहेँ। त्यसै गरी शालिग्राम पौडेल पशु सेवा रत्नगरका प्रमुखलाई मैले आसन ग्रहणको लागि अनुरोध गर्न चाहेँ। त्यसै गरी मैले यहाँ विभिन्न सहकारी, हाम्रा छिमेकी सहकारीहरूलाई पनि हाम्रो यो कार्य समितिले यो समारोहमा आमन्त्रण गरेको छ। जानकी दुध उत्पादक सहकारी संस्थाका अध्यक्षज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्न चाहेँ। त्यसै गरी कामधेनु दुध उत्पादक सहकारी संस्थाका अध्यक्षज्यू, विन्ध्यवासिनी दुध उत्पादक सहकारी संस्थाका अध्यक्षज्यू, एकता दुध उत्पादक सहकारी संस्थाका अध्यक्षज्यू, श्री कङ्काली दुध उत्पादक सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यू, त्यसै गरी श्री कङ्काली सामुदायिक वन समूहका मैले उपाध्यक्षज्यूलाई देखिरहेको छु, रामहरि अर्याललाई मैले आसन ग्रहणको लागि अनुरोध गर्न चाहेँ। त्यसै गरी अजिङ्गरे सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष देखिरहेको छु मैले यहाँ, विष्णु राई उपाध्यक्ष सहसचिव, उहाँलाई उपाध्यक्ष हो, आसन ग्रहणको लागि अनुरोध गर्न चाहेँ मैले। त्यसै गरी हामीले लेखा संयोजक भीमार्जुन नेउपाने सरलाई पनि आमन्त्रण गरेका थियौँ, उहाँलाई पनि आसन ग्रहणको लागि मैले अनुरोध गर्न चाहेँ। त्यसै गरी हामीले छिमेकी विद्यालयका प्रज्यूहरूलाई पनि मैले यहाँ आमन्त्रण गर्न चाहेँ। जनजीवन माविका प्रधानाध्यापक, त्यसै गरी आधारभूत राप्रवि पट्यानीका प्रधानाध्यापकज्यू, सैनिक आवासीय माविका प्रमुख अथवा प्राध्यापकज्यू, त्यसै गरी नेपाल रेड क्रस सोसाइटी शाखा चैनपुरका अध्यक्ष मैले 13 सरलाई अहिले देखिरहेको थिएँ। आदरणीय सरलाई आसन ग्रहणको लागि मैले अनुरोध गर्न चाहेँ। त्यसै गरी पशु सेवा अनुरोध गर्न चाहेँ। त्यसै गरी जनस्वास्थ्य कार्यालय चैनपुरका प्रमुखलाई मैले अथवा कोही आउनुभएको छ भने आसन ग्रहणको लागि अनुरोध गर्न चाहेँ। त्यसै गरी उद्योग वाणिज्य सङ्घ खैरेनीका प्रतिनिधिलाई अथवा अध्यक्षज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्न चाहेँ। सानो पट्यानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुलसीजी कता हुनुहुन्छ, तुलसी श्रेष्ठ अथवा कोही प्रतिनिधि मैले आसन ग्रहणको लागि प्रतिनिधि अध्यक्षज्यू आज बाहिर हुनुहुन्छ काम विशेषले, उहाँलाई आसन ग्रहणको लागि मैले अनुरोध गर्न चाहेँ। त्यसै गरी विन्ध्यवासिनी मन्दिर समितिका अध्यक्षज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्न चाहेँ। श्री रामकोला कृषि सहकारी संस्था लीगा अध्यक्ष उहाँलाई प्रोपाइटर, उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्न चाहेँ। त्यसपछि जानकी दाना उद्योगका प्रोपाइटर, उहाँलाई पनि सम्झन चाहेँ आसन ग्रहणको लागि। श्री संयुक्त डेरी प्रणालीका प्रतिनिधि, कोही दुध उत्पादक दुध बिक्री केन्द्रका प्रतिनिधि, हामीले हिजोसम्म उहाँसँग कारोबार भएको भएर सम्झिनु भएको छ, सायद प्रतिनिधि आउनुभएको छैन होला जस्तो लाग्छ मलाई। त्यसै गरी इलाका प्रहरी कार्यालय चैनपुरका कार्यालय प्रमुख मैले आसन ग्रहणको लागि अनुरोध गर्न चाहेँ। पत्रकार बन्धुहरू,
विकास पौडेल, त्यसै गरी ग्रेट टिभीका पत्रकार लगायत सम्पूर्ण पत्रकार बन्धुहरूलाई मैले आसनलाई अनुरोध गर्न चाहेँ। भर्खरै मैले यहाँ वडा नम्बर 1 का वार्ड अध्यक्षज्यू नवराजजीलाई देखिरहेको छु, नवराजजी अनुरोध गर्न चाहेँ। त्यसै गरी हाम्रा वित्तीय संस्थाहरू जहाँबाट हामीले कारोबार गर्छौँ त्यस वित्तीय संस्थाका प्रमुखहरूलाई पनि आज यो समारोहमा सम्झिएका छौँ। नेपाल बैङ्क शाखाका प्रतिनिधि कोही आउनुभएको छ भने मञ्चमा आइदिन अनुरोध गर्दछु। त्यसै गरी लक्ष्मी बैङ्कको, गरिमा बैङ्कका प्रतिनिधिहरूलाई मैले अनुरोध गर्न चाहेँ। त्यसै गरी हंसेश्वर टोल विकास समितिका अध्यक्षज्यूलाई मैले यहाँ देखिरहेको छु, उहाँलाई आसनका उपभोक्ता पनि हुन्। त्यसै गरी जनचेतना टोल विकास समितिका अध्यक्षज्यू, नवप्रभात विकास समितिका अध्यक्षज्यू, पटियानी विकास टोल सुधार समितिका अध्यक्षज्यू, त्यसै गरी चैनपुर टोल सुधार समितिका अध्यक्षज्यू सबैलाई मैले मञ्चमा आसन गर्नलाई हार्दिक अनुरोध गर्न चाहेँ। त्यसै गरी अलिकति अगाडि छुट्न गएको छ हाम्रा आदरणीय सल्लाहकारहरू, सल्लाहकार संयोजक मुकुन्द दुवाडी सर, रविन्द्रनाथ अधिकारी, कपिल प्रसाद कटेल, म आफू पनि सल्लाहकार हुँ, म यहाँ कार्यक्रम सञ्चालन गरिरहेको छु। उहाँहरू सबैलाई मैले सम्मान अनुरोध गर्न चाहेँ। मैले 2 नम्बर क्षेत्रभित्र रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि साथीहरू कोही आउनुभएको छ, छुट्नु भएको छ भने उहाँहरूको नाम अगाडि ल्याइदिनु मैले अनुरोध गर्न चाहेँ। सबैलाई र सम्पूर्ण तमाम तपाईँहरू उपभोक्ताहरू जो लामो समयदेखि यस कृषक परोपकार दुध उत्पादक सहकारी संस्थाको शेयर सदस्य बनी यो संस्थामा आफूले उत्पादन गरेको दुध बेच्दै आउनुभएको छ, यहाँहरू सबैलाई यो अवसरमा यथास्थानमा आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी मेलमिलाप टोल समितिका सीताराम श्रेष्ठ, जनजीवन टोल समितिका दीपक बस्नेतज्यूलाई आइरहनु मैले देखेको छु अहिले भर्खरै, उहाँलाई पनि आइदिनु अनुरोध गर्दछु। त्यसै गरी यस संस्थाका लेखा समितिका संयोजक हेम अर्याल हो लगायत लेखा समितिका सदस्यहरूलाई पनि मैले अरू कोही छुट्नु भएको छ? जनचेतनाको अध्यक्षज्यूलाई त देखिनँ नि त मैले, यही पटेनीको टोल सुधार समितिका अध्यक्ष अथवा सचिवको हुनुहुन्छ। त्यसै गरी विशेष त आज हाम्रो चाहिँ विशेष दिन हो रजत जयन्ती भनेको, जो कोही संस्थाले पनि मनाउन पाउँदैन। तैपनि हाम्रा उपभोक्ताहरू चाहिँ मैले एकदम कमै आउनु भएको छ, तैपनि हाम्रो उपभोक्ताहरूको खासै उपस्थिति देखिरहेको छैन। अब हाम्रो यो कार्य समितिले फेरि पनि रजत जयन्ती अर्को वर्ष गर्न सक्दैन, पाउँदैन पनि है। त्यही कारणले यो संस्था हाम्रो संस्था हो, यो संस्थालाई अझै बलियो कसरी बनाउने भन्ने हिसाबका साथ यहाँहरू लाग्नुहुनेछ। एउटा सफल सक्षम अब 4 वर्षको लागि एउटा नेतृत्व पनि यो संस्थाले चाहिँ सर्वसम्मत उसमा चाहिँ छान्ने छ। यो सबै हाम्रो शेयर सदस्यहरूको चाहिँ उसमा छ भन्ने गर्दै यहाँहरूलाई पुनः स्वागत गर्दै म बिदा हुन्छु। हस्, धन्यवाद। हस्, धन्यवाद। संस्थाका आदरणीय उपाध्यक्षज्यू, यहाँहरू सबैलाई अनुरोध गर्दै लिइदिनुहोस् भन्ने अनुरोध गर्दै सबैलाई स्वागत गर्दै बिदा हुनुभयो। सम्पूर्ण शेयर सदस्य महानुभावहरू, हामीले यो कार्यक्रमको सुरुमा एउटा अर्को नयाँ थप कार्यक्रम जोड्न खोजेका छौँ। यो हाम्रो तयारी थियो हिजोदेखि नै। हामीलाई थलोमा खेलेर हुर्किनु भएको र यही राजनीति थलो बनाएर अगाडि बढ्नुभएको आदरणीय ईश्वर सापकोटा, अहिले उहाँलाई पार्टीले समानुपातिक कोटाको तर्फबाट प्रदेश सभासदको रूपमा चयन गरेको छ। हाम्रो विकास निर्माणको ढोका खोलेको छ। हामीले गडगडा तालिका साथ सबैले स्वागत गरिदिनु अनुरोध गर्न चाहेँ। मैले यो हाम्रो गर्वको कुरा हो, गौरवको कुरा पनि हो। हामीले एकजना प्रतिनिधिलाई हामी धेरै खुसी छौँ। अब हामी उहाँलाई हरेक कुरामा हरेक विकासमा म यो कुरा यहाँ अनुरोध गर्न चाहन्छु। त्यसैले मैले अर्को फेरि त्यस्तै एउटा सम्मान नै जोड्न लागिरहेको छु। आदरणीय व्यक्तित्व, लामो समयदेखि अन्नपूर्ण सहकारी संस्थाको लामो समयको अध्यक्ष, त्यसपछि केन्द्रीय सङ्घको सदस्य, हाम्रो छाता सङ्गठन जहाँ हामी आबद्ध छौँ, देशभरिकै दुध किसानहरू, देशभरिकै सहकारीहरूको त्यो छाता सङ्गठनमा चितवनको तर्फबाट अहिले उपाध्यक्ष बनेर भर्खर मात्रै निर्वाचित भएर आउनुभएको छ भगीरथ तिमल सिन्हा। उहाँलाई पनि आज यो अवसरमा हामीले यहाँ सम्मान गर्न लागिरहेका छौँ। यो सम्मान सम्पूर्ण किसानहरूको हो, सम्पूर्ण गाई पाल्ने किसानहरूको हो, सम्पूर्ण सहकारी किसानहरूको चाहिँ सम्मान हो। यो सम्मान ग्रहण गरिदिनु मैले हार्दिक अनुरोध गर्न चाहेँ। भगीरथ तिमल सिन्हा, उहाँको घर हामी पश्चिम चितवन भन्ने गर्छौँ। तपाईँलाई बनाएको
माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली सय थुङ्गा फुलका हामी एउटै महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको अचल वीरहरूका राजधानी सारै पावन हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। र हाम्रो यस सहकारीलाई हिजोदेखि माया गर्दै आउने थुप्रै शीर्ष जीवलाई हामीले गुमाएका छौँ। सबै आदरणीय व्यक्तित्वको सम्मानका लागि हामी 1 मिनट यो श्रद्धा 1 मिनट उठेर यहाँहरू सबै अवधान गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। सुरु। हस्, धन्यवाद। आदरणीय व्यक्तिहरू बस्ने कुराहरू आज हामीले गर्नु छ। त्यसैले अहिले हामी हाम्रा अतिथिहरूको सामु तपाईँहरूका सामु हाम्रा प्रतिवेदनहरू छन् हामीसँग। त्यो प्रतिवेदनलाई छोटकरी रूपमा राखिदिनु हुन सर्वप्रथम लेखा प्रतिवेदन प्रस्तुत गरिदिनु हुन यस संस्थाका आदरणीय लेखा संयोजक। ल, मैले कार्यक्रममा उद्घाटन नगरिकन धन्यवाद लिएर गएछु। यहाँ बनाएको लिस्टमा उद्घाटन रहन्छ, मैले सरासर दौडाएँ। सरी, यहाँहरूसँग सबैसँग क्षमा माग्न चाहन्छु। हाम्रो यो कार्यक्रमका केही कार्यक्रमहरू अगाडि बढिसकेका छन्। यो कार्यक्रमलाई औपचारिक रूपमा उद्घाटन गरिदिनु हुन आजका आदरणीय प्रमुख अतिथिलाई यो ब्यानर पढेर यो कार्यक्रमलाई उद्घाटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। श्री कृषक परोपकार दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड खैरेनी नपा 2 लदरी चितवन 19औं वार्षिक साधारण सभा तथा रजक महोत्सव 2079 मिति 2079 पौष 22 र 23 गते यो कार्यक्रम उद्घाटन भएको घोषणा गर्छु। धन्यवाद। हस्, धन्यवाद प्रमुख अतिथिज्यूलाई। अहिले ढिलो नगरिकन लेखा संयोजकजीलाई बोलाइसकेको छु। आदरणीय लेखा संयोजक हे महोदयलाई आफ्ना लेखा प्रतिवेदन प्रस्तुत गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। श्री कृषक परोपकार दुग्ध वार्षिक साधारण सभा तथा रजत महोत्सव 2079 का अध्यक्षज्यू, प्रमुख अतिथिज्यूहरू, विशिष्ट अतिथिज्यू र अतिथिज्यूहरू र शेयर 78-79 को आय व्यय विवरण म प्रस्तुत गर्दछु। तर 78-79 सालको अडिट रिपोर्टमा हामी लेखा समितिको तर्फबाट अध्ययन गर्दा त्रुटि केही नभेटिएको र हिसाब नियम सम्बद्ध रहेको पाइयो र म यसको सरस्वती म विवरणमा गर्छु। वित्तीय स्थिर वित्तीय विवरण शेयर चुक्ता शेयर आयकर दायित्व 8,422 रुपियाँ 22 पैसा, स्थगन कर दायित्व 16,986 रुपियाँ 67 पैसा। गत साल हाम्रो 1,06,05,513 रुपियाँ 81 पैसा थियो। यस वर्ष 96,38,032 रुपियाँ 73 पैसा। सम्पत्ति तथा जायज जथामा नगद मौजात 32,981 रुपियाँ 91 पैसा, बैंक मौजात 13,41,122 रुपियाँ 77 पैसा, लगानी हिसाब 2,29,500 रुपियाँ, ऋण तथा सापट्टी 6,31,131 रुपियाँ 83 पैसा, चालू सम्पत्ति 58 पैसा, स्थिर सम्पत्ति 15,35,455 रुपियाँ 84 पैसा। गत साल हाम्रो 1,06,05,13 रुपियाँ 82 पैसा। यस वर्ष 96,38,032 रुपियाँ 74 पैसा। अब नाफा नोक्सान आम्दानीबाट बिक्री गरिएको वस्तुको लागत 3,82 रुपियाँ 72 पैसा। यसबाट बचत हुन आएको पैसा 21,11,758 रुपियाँ।
ब्याजबाट आम्दानी भयो 36,398 रुपियाँ 92 पैसा र अन्य सञ्चालनबाट आम्दानी 8,08,693 रुपियाँ। अब यति हाम्रो चाहिँ आम्दानी बचत पैसामा हामीले खर्च गरेको पैसाहरू कर्मचारी खर्चमा 8,72,749 रुपियाँ, कार्यालय सञ्चालनमा 6,21,515 रुपियाँ, व्यवसाय प्रबन्धनमा 9,83,793 रुपियाँ, व्यवसाय प्रबन्धनमा 2,08,791 रुपियाँ, राजकट्टी 1,42,236 रुपियाँ 91 पैसा। जम्मा हाम्रो खुद मुनाफा 3,07,779 रुपियाँ 88 पैसा र सम्बन्धित नोक्सानबाट व्यवस्थाबाट फिर्ता भएको 3,894 रुपियाँ 55 पैसा। जम्मा खुद मुनाफा भयो 3,11,674 रुपियाँ 43 पैसा। अब यस वर्षको आयकर कट्टी 8,942 रुपियाँ 22 पैसा र यस वर्षको फेरि आयकर आम्दानी 6,794 रुपियाँ 38 पैसा। जम्मा हाम्रो खुद मुनाफा यस सालको गत साल हाम्रो 1,92,094 रुपियाँ थियो, यसपालि 2,95,937 रुपियाँ 63 पैसा मुनाफा। यसपालिको बचत मुनाफा भनेको हाम्रो 2,95,937 रुपियाँ 63 पैसा। अब यो नाफालाई फेरि अडिटर भाषामा चाहिँ फेरि यो नाफा डिभाइडेड गरेको छ। केमा डिभाइड गरेको छ भने नाफा 2,95,937 रुपियाँबाट बाँडफाँड गरेको जगेडा कोष साधारण सभा जगेडा कोषमा 73,984 रुपियाँ 81 पैसा 81 पैसा, पुँजी संरक्षित पुँजी कोष फिर्तामा 55,488 रुपियाँ 30 पैसा, सहकारी प्रबन्धन कोषमा 1,109 रुपियाँ 77 पैसा, सेयर लाभांशमा 1,07,480 रुपियाँ 85 पैसा, कर्मचारी 267 रुपियाँ 76 पैसा, सहकारीको विकास कोषमा 8267 रुपियाँ 76 पैसा, पशु विकास कोषमा 8267 रुपियाँ 76 पैसा, घाटापूर्ति कोषमा 8267 रुपियाँ 76 पैसा, सहकारी स्थितीकरण कोषमा 8267 रुपियाँ 76 पैसा र सहकारी विकास कोषमा 8267 रुपियाँ 76 पैसा, जोखिम व्यवस्था कोषमा 8267 रुपियाँ 76 पैसा गरी बाँडफाँड यो मुनाफा बाँडफाँड गरिएको छ। यस वर्ष हामीले सामान खरिद दुध खरिद 5,32,612.9 लिटर खरिद गरिएछ। बिक्री गरीमा हामीले यसको रकम 2,95,16,971 रुपियाँ 42 पैसा भयो। अनि फेरि दुध कति बिक्री भने 5,40,270 रुपियाँ 64 लिटर हामीले चाहिँ बिक्री गऱ्यौँ। यसको रकम 3,15,21,278 रुपियाँ 20 पैसा। अब चोकर हामीले 3897 बोरा चाहिँ खरिद गऱ्यौँ। त्यसको रकम भयो 63,07,145 रुपियाँ र बिक्री कति गऱ्यौँ भने हाम्रो चाहिँ 3846 स्टक हुन आयो हाम्रो 51 बोरा। दाना चाहिँ हाम्रो 2386 बोरा खरिद गरेछौँ हामीले। त्यसको रकम 20,68,660 रुपियाँ र हामीले बिक्री गरेको 2233 बोरा चाहिँ बिक्री गरेछौँ। अरू बाँकी 182 बोरा बाँकी रह्यो हाम्रो स्टकमा। र हाम्रो औषधि लिटरमा बोरामा हुँदैन यो। जम्मा हामीले चाहिँ कति खरिद गरेछौँ भनेदेखि क्या रकम खरिद 65,04,308 रुपियाँ 30 पैसाको चाहिँ हामीले औषधि खरिद गरिएछ। अब 6,42,446 रुपियाँको चाहिँ बिक्री गरेछ। हामीसँग रकम क्या बाँकी स्टकको कति 2,64,000। पार्वती विगत 13,748 रुपियाँ 37 पैसा। अनि यादव ढकाल 6,490 रुपियाँ। अनि प्रेमनारायण मरटा 56,738 रुपियाँ 12 पैसा। भक्तबहादुर खड्का के भन्छ
देवी प्रसाद सिलवाल 20,574 रुपियाँ, अन्जु अर्याल 35,030 रुपियाँ, श्यामकुमार बोहरा 32,497 रुपियाँ 70 पैसा, मुनामाया थापा 8,303 रुपियाँ, कमलबहादुर घिमिरे अनिता तिमिरसेना 30,361 रुपियाँ, शम्भु बहादुर छेत्री 39,503 रुपियाँ, शान्ता विक 28,500, रामजी विक 17,000। अरू धेरै विस्तृत कुराहरू हामी बन्द सेसनमा छलफल गर्नेछौँ। मैले यहाँ एउटा सानो आसन ग्रहणलाई फेरि जोड्न चाहेँ। आदरणीय व्यक्तित्व संस्थापक सदस्य हुनुहुन्थ्यो रामचन्द्र पौडेललाई, पछिल्लो चरणमा पदमपुर गएर बस्नुभयो, उहाँ अहिले हामी बिचमा हुनुहुन्न। उहाँको जेठा छोरा यो कृषि सहकारी अर्ग्यानिक कृषि सहकारीको अभियन्ताको रूपमा हुनुहुन्छ। उहाँलाई मैले मञ्चमा आसन गर्नको लागि अनुरोध गर्न चाहेँ। कृषि क्षेत्रमा युवाहरूको सशक्त भूमिका र अर्ग्यानिक कृषिलाई अगाडि बढाउनुपर्छ भनेर लाग्नुभएको एकजना अभियन्ता पनि हुनुहुन्छ। उहाँलाई मैले मञ्चमा आसन गर्नको लागि अनुरोध गरेँ। महेन्द्र पौडेल। यसै गरी ढिलो नगरिकन छोटकरीमा होला पुरै सुनाउनुहुन्छ होला अध्यक्षज्यूले। अतिथिज्यू कार्यक्रम सञ्चालक रामेश्वर सर, आज यस 19औं वार्षिक साधारण सभाका प्रमुख अतिथि हाम्रा प्रदेश बागमती प्रदेशका सांसद ईश्वर सापकोटाज्यू, यस्तै केन्द्रीय दुध उत्पादक उपाध्यक्ष भागीरथ तिमल सेनज्यू लगायत विशिष्ट अतिथिज्यूहरू, हाम्रो यसै खैरेनी नगरपालिका वार्ड नम्बर 1 का वडा अध्यक्षज्यू नमराज भुषालज्यू, यसै वडाका वडा अध्यक्षज्यू रोहिणी प्रसाद उप्रेतीज्यू लगायत देशमा आसीन, छोटो कुरा भन्नुभयो, देशमा आसीन सम्पूर्ण तबकाबाट यस कार्यक्रमलाई भव्य र सभ्य बनाउन र सफलताको शिखरमा अझै पुर्याउनको लागि उपस्थित हुने सम्पूर्णमा हार्दिक नमस्कार गर्दै र यस संस्थालाई आज यहाँसम्म ल्याउनु हुने यस संस्थाका शेयर सदस्य महानुभावहरू र विभिन्न कालखण्डमा विभिन्न तबकामा बसेर यो 25औं वर्षसम्म सफलतापूर्वक ल्याउनु हुने पूर्व सम्पूर्ण शेयर सदस्य महानुभावहरूमा हार्दिक नमस्कार गर्दै पुनः फेरि भोलि लामो कुरा गर्ने बाचा साथ आज यो हाम्रा अघिल्ला 25औं वर्षदेखि प्रस्तावित हुँदै धेरै कार्यक्रमहरू आइरहेको र हामी गर्दै गएको र धेरै कार्यक्रम राख्नुभन्दा पनि मैले चाहिँ छोटो रूपमा यो काम गर्दै जाने कुरा हो। कार्यक्रमले धेरै बोलेर धेरै गतिविधि राखेर भन्दा पनि सठिक रूपमा चाहिँ म यहाँहरूसँग अनुरोध गर्न चाहन्छु। हामीले मुख्य उत्पादन भनेको दुधको गुणस्तरलाई दुधको गोठदेखि ओठसम्म भन्ने मूल नाराका साथ किसानहरूले उत्पादन गरेर संस्थामा सङ्कलन गर्नुभएको दुधलाई हामीले प्लास्टिक भाँडा निषेध गर्नलाई दिनपरि स्टिलकै हो, तथापि पहिलो चरण सिल्भरको भाँडा लिएर निषेध प्लास्टिक गरेर एउटा गुणस्तरीय दुध संस्थामा सङ्कलन गरेर चिस्यान गरेर हामी बजारमा जाने एउटा प्रस्ताव गरेका छु। दोस्रो, हामी यस संस्थागत विकासका लागि किसानहरूलाई सहकारी शिक्षा, पशुजन्य उत्पादन लागत, गुणस्तरीय दुध उत्पादन सम्बन्धी तालिम र जैविक मल, हामीले पशुवस्तुको मलमूत्रलाई जति व्यवस्थापन गर्न सकेका छौँ त्यति गर्न सकेनौँ। त्यसलाई चाहिँ विशेष प्राथमिकता फोकस भनेको उत्पादनमा लागत कम गर्दै र पशुवस्तुको मलमूत्रलाई सुव्यवस्थित बनाउने पहिलो लक्ष्य चाहिँ यो संस्थाले कार्यक्रम राखेको छ। यस्तै तेस्रोमा पशुवस्तुमा लाग्ने विभिन्न खालका रोग व्याधि महामारीको विरुद्धमा गर्दै आएको भ्याक्सिनेसन कार्यक्रमलाई चाहिँ निरन्तरता दिने, त्यस्तै संस्थामा आबद्ध हुनुभएका विशेषज्ञ डाक्टरहरूलाई चाहिँ ल्याएर निरन्तर हामी यो चाहिँ सेवा घर गोठमा गएर गर्ने एउटा त्यो चौथो कार्यक्रम त्यो राखेका छौँ। त्यस्तै पाँचौँ कार्यक्रम पशुधन सुरक्षण भनेर पशु बिमालाई चाहिँ हामी निरन्तर यो संस्थाले गर्दाखेरि धेरै संस्थाहरू त्यति सफल नहुनु भएको र हाम्रो त्यही अनुभवले गर्दा
कुनै कुनै कम्पनीसँग जोडिएर यो कार्यक्रमलाई चाहिँ निरन्तरता दिने कार्यक्रम राखेका छौँ। त्यस्तै घाँस खेतीमा अनुदान दिँदै आइरहेको घाँस खेतीमा अनुदान दिने र साथै हामीले अलिकति फोकस चाहिँ घाँस चाहिँ बालीमा यो कोसे घाँस विशेष गरी कोसे घाँसमा चाहिँ अलि बढी यो वर्षबाट चाहिँ फोकस गर्ने भन्ने कार्यक्रम राखेका छौँ। यस्तै गरी अध्ययन अवलोकन भ्रमण यो विगत धेरै लामो समयदेखि गर्दै आएको कार्यक्रम, तर यो वर्ष अब हामी धेरैजना भइसकेकोले यसलाई चाहिँ एउटा नयाँ तरिकाले एउटा समितिले सोच बनाएको छ। यो चाहिँ धेरैजना एकैचोटि हिँड्दाखेरि व्यवस्थापनदेखि आदि अलिकति समस्या पर्ने भएकोले यसलाई चाहिँ जोड बिजोड प्रणालीले सबैजनालाई लाने, तर जोड बिजोड प्रणालीले चाहिँ भ्रमणको सुरुवात गर्ने भन्ने यो अलिकति छुट्टै खालको एउटा त्यो छ। हाम्रा दुध उत्पादन यही हो।